आज चाहिँ तामीको बाबाको बर्थडे हो। चारवटा बर्थडे मनाउन आएको हामी। केटाहरू चाहिँ के गर्दैछ हो यार? आम्मामा अघि सुरु भइसकेछ त यार। के हो सुरु भइसकेको? तेरिको भाइको पो डटफट चल्दै रहेछ त यार यहाँ त यार। हो र? कति किलो ल्याएको थियो? 10 किलो टुङ्गुर 10 किलो कुखुरा 5 किलो यार। के हो खाइसकेर बोल न, मुख पोल्छ क्या। 4 केजी 3 केजी 3 केजी गरेर त सकिन होला यहाँ लाने 10 केजी गर्दा पेटमा छ ल 2-3 किलो रह्यो। के हो त्यो? टकिला खाम न के सोधिरा के हो टकिला भनेको चाहिँ? टकिला यसले फ्रीको माल ल्यायो क्या यार? अन्त खानु पनि टेन्सन लाग्छ अब यो मेरो गर्दा। नेक्स्ट 20 मिनट्स जस्तोमा आइपुग्छ है। 10-15 मिनट्स। वाह हेर त गाइस, सोल्टी साइड लगाम। आधा सुँगुरको हालिदिनु पर्छ है सोल्टी नि। सुँगुरको हालिदिनु पर्छ है सोल्टी नि। सुँगुर हाल्नु पर्छ हैन? हाल्नुपर्छ हाल्नुपर्छ। सोल्टी तिमी के खान्छौ? हैन सोल्टी? तिमी के खाँदैछौ ड्रिंक्स? ल ओए खाँदैछौ एप्पल गाइस, डालेर म ओए माथि। के खाको? तिमी हाम्रो स्टोरी बनाउ त मलाई सोल्टी र। सोल्टी लाउ तिमी र म यो गरौँ। यस 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 यस। ल तिमीले खान्छौ खाँदैनौ? के? खान्छ नि बोलेको चाहिँ खान्छ के भुटेको चाहिँ खाँदैन? हजुर भुटेको चाहिँ खाँदैन? बोलेको त्यो गरेको ओले चाहिँ बोलेको मात्रै हो तामी चेस लिनाको नि आफ्नै टेस्ट छ नि त। उलाई उलाई झोलै मन पर्दैन अरे के झोल बाबा यार लिनाले दामी कोरियन हुनु पनि हो यार। अस्ति कोरिया कति वर्ष बसेर आउनुभएको अरे तपाईँ? पुरा कोरियन पाराले खाँदै हुनुहुन्छ क्या उहाँले। रामेन ए किम्ची पनि ल्याउनु पर्थ्यो है। अनि म अघि चाहिँ मुसो खाएर क्या दुईटा पिस मुसो हान्दै थिएँ। तिम्रो हातको खासै हालेको त हामी आउँछ मलाई। के हुँदैन हौ? ल अब खाना सुरु। माथिबाट के हो यो चाहिँ फेरि? त्योहरू खतरा निकाल्नु पर्ने छ ल। अनि हातहरू खै इन्स्टाग्राम लेडी है ऊ चाहिँ। चेस खाऊ न राख्ने हैन। आम्मा उताको चाल। सोल्टीले त अनि सिकाउँछ यार ड्रिङ्क्स पनि 10-12 थरीको खानुहुन्छ त अनि उहाँ त। कहिले कुन खानुहुन्छ कहिले कुन खानुहुन्छ ऊ। उले अर्को आयो चाकातिर चाकुन हामी पनि यो क्वालिटी खासै राम्रो छैन हौ भन्नु पर्यो नि तिमीहरुलाई कुन मन पर्छ? ऊ मासु हालेर खाऊ न त छिटो कुन यो खाना अब खाइहाल्नु पर्छ। तपाईले सोचेको छैन के नाना? हो त्यो मिठो छ चकलेट चकलेट मिठो रहेछ नानाले त डोनाल्ड ट्रम्पले खाए जस्तो खायो त यार। त्यो पाराले हेर हो क्या। हैन सबै ओपन गर्नु हुँदैन बाबा। अब यहाँ भित्र चाहिँ के हुँदैछ हाम्रो? एकदम यस्तो रहेछ यस्तो रहेछ। को हो यो? ए आम्मा के पकाउँदैछ हेमकलाले? अब यो यस्तो मिठो हुन्छ कि भेना अब हेर्नु न अब। किन पुरा थुकसुक हाल्दैछ कि? झुकेर त आउँला टोकी पठाउँछ आज क्या। ठिक छ है आइटम आइटम। आज तामी के भएछ तामीलाई खै? ए खै एकचोटि रौ त। यता फर्केर रौ न यता फर्केर। गुड। अब हाँस त हाँस हाँस छिटो हाँस ल। के हो र तामी? आज के हो भन त छिटो। अनि के किनिदियो बाबालाई? छिटो भन। वाह खै के हो त्यो? तामी छोड्यो सुतेको छ कि यहाँ त आउ न। के को सुतो? ए सुतोस् न त अनि तिमी पनि सुत न त गएर। सुत्ने?
नागपुरी राखेर लड्नु सबै मान्छेले देखिसक्यो लास्ट मान्छेले देख्छ नि लास्ट मान्छेले वा भनेर अत्याचार गर्नु लागि यो सोल्टीले हरिण चाहिँ खाइदिन्छ होला नि निकालेर दिँदैन त अनि हेर्नु मात्रै दिन्छ अनि कमजोर छ फेरि छोरी भात बोल्छु नि खालाउ हेरे झट्टै उखाल्दा तिम्रो हरि नै पानी हराएर पुरा पानीमा नि नाम लेख्ने अरे खै के लेख्यो हौ खोल्दै राख्दै खोल्दै राख्दै गर्ने मान्छेहरूको लागि चाहिँ यस्तो हो क्या अब सबको नाम ठिक छ सोल्टिने 23 हो दाइ 20 ओभर हुन्छ नि त त्यही भएर क्या के विङ्स गिरी गिदी यसलाई तातो विङ्स ल्याएर त गरे कहाँदेखि कहाँ छ मलाई लागेको छैन त कहाँ छ पोलेको ती छ त नि ठिकै छ तातो खाऊ न तिमी तातो कलाको देख तातो तातो खाऊ न हेमकला नाम त मुलेको मासु हाल्दैन एकदमै अनि तिमी पनि उयो ग्लोभ्स के अरे आज त उयो खाइदेऊ न हेमकला म उयो लिएर आउँछु पातमा मोलेर क्या दामी हुन्छ पातमा मोलेर खाऊ न पातमा नछुइकन क्या पातमा मोलेर हो क्या कोने उडा म अहिले त्यो चिकन नै पातमा मोलेर हाल्छु के भयो नि तपाईले टिस्युको बट्टा कहाँ राख्नु भयो अघि मलाई भान्सा गर्नु त आउँदैन यहाँ ल हेमकला कस्तो छ हैन उता भित्रबाट हाल्दै हाल्दै रेडी हो के यहाँ ल गर न त त्यहाँ चेस दानासँग गर नाना हेमकलाले जन्मेदेखि फर्स्ट टाइम होइन उता भित्र के हालेर फर्स्ट टाइम खाने हाल्ने त्यो जन्मेली पता खाँदैन ए हो फर्स्ट स्टार्टर खाइयो होइन मिराज फर्स्ट स्टार्टर खाइयो फर्स्ट नि सेकेन्ड स्टार्ट दुईजना सालो केटाहरू चाहिँ फर्स्ट स्टार्टर खाएर सेन्टी प्लान्ट भएको अवस्था मिराज चाहिँ भर्खर आएर यहाँ मिठो छ स्टार्टर खाएर यहाँ चाहिँ को आइपुग्यो आमा को आइपुग्यो खै म त सक पनि खोल्छु गनाएको छ होला 3-4 दिनसम्म नधुइकन राखेपछि त्यस्तै त हुन्छ नि होइन हौ धुनुपर्छ क्या दिनै फेर्नुपर्छ के लिएर आयो खै छ्या हात पनि नदिकन छुयो यार ओए मैले बनाउँदैन हौ खुट्टा बनाउँदैन के हो त्यो यो उम्। ओए ओ बरो बरो त भर्खर आयो त यार आमा कान्छी ठुली ल आमा पैसा कमाएर आइसक्यो है यहाँ चाहिँ के गरेको म त टन्नै खाएर बसेको खैनी खाएर बोल्नु नि खैनी फ्याँकेर बोल्नु नि खैनी फ्याँकेर ओइ नेला ओइ दिदी ठेक खाऊ भन्नु त नानी उ पानीपुरी कस्तो बनाऊ भोक लाग्यो यार खै पानीपुरी खतम टाटा बाइ पानीपुरी खतम के गरेको है दामी के गरेको उयो नजिकै हो त के खाएको फुकुले चाहिँ जुस त्यसलाई चाहिँ स्ट्रबेरीको जुस हो क्या ए के खाएको मामाले चाहिँ फ्रेस जुस हो क्या मैले त खाएँ सबै थोक हँ? सबै थोक किन विश्राम गर्नुभएको आमामा तपाईँको काँक्रादेखि लिएर अचार बिच अनि किन विश्राम गर्नुभएको तातो तातो खानु है पिरो भयो क्या त्यो चाहिँ पोर्क अलिक पिरो रहेछ त्यो खैनी खाँदा तिम्रो छेप्पा त्यो भएर खाँदैन सेलरोटी ल्याइदिनु न अनि के गर्दैछ हेमकला चाहिँ म यहाँ उयो लेख्दैछु क्या सायरी क्यास एन्ड चोर तिमी के भयो के भयो किन हाँ ए कहाँ हिँडेको तिमी चाहिँ कियान तिमीलाई के भयो कियान हाँ किन हाँ के भयो भन त कसले के गर कसले कसले के गर कियानलाई भन त कियान
छिटो ल यहाँ हेर त मलाई हेर त ठुलो बाबालाई के भनौ भन त के भन केही न केही हैन यो ठुलो दिदीले के भन के भन गोली हान्देऊ वाउ कहाँ हिँडेको रे ल एउटा फोटो खिचिदिन्छु ल के गरेको कियान टाइमी के गरेको नमस्ते दिदी बेना खै भान्जाहरू आएन ए यस्तो बेलामा टिभी हेरेर के सिक्छ के यिनीहरूलाई तिमीले हेमगल तिमीले चिया खाएको हजुर चिया मोमो दिदीले चाहिँ के खानुपर्छ ड्रिङ्क्स पानीपुरीको झोल ड्रिङ्क्स चाहिँ किन नदिएको दिदीलाई कोपी ल्याइदिउँ ए दिदी उयो छ ल जाँड उयो के अरे कोरियन जाँड कोरियन जाँड छ उयो दिदीलाई दिँदैन जाडो तिमीले हामीलाई कोरियन जाँड त भनेनौ त यार होइन कस्तो हो भने नि हाम्रो भेना अहिले अस्ति भर्खरै 18 पुगेको 24 देखि 25 लाग्नु भयो अनि अब मेरो दिदी 23 वर्षको हो अनि दिदी मेरो दिदी 23 भनेपछि त म त भाइ म लगभग 20 कि 19 कति हो 18 हो ल ठिक छ होइन अब 19 मा लाग्दैछु अनि मेरो भाइ चाहिँ यहाँ भर्खरै 17 हो हैन 10 हो नि हैन बहिनी हैन अनि त्यसले बिहे गरेर चाहिँ कहिले 9 वर्ष 8 वर्ष गरेर यसले त हेर को हु आर यु हेर त 8-9 वर्षमा त यसलाई त कट्टु पनि नलागेन लिली त्यो बाटोमै कुद्थ्यो यो कहाँ कुद्यो फेरि यार अनि अस्ति पनि त लाएको थिएन नि त यसरी हेर्नु त यसरी बोकेर टोले गएको थियो हेर्नु त टाइमी के भयो आउँछ क्या टिपो त के भयो भन न के भयो ल ल ल हेर हेर ल हेर हेर ल हेर हेर जाऊ 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 हेर ल टिपो त त्यो हेर न त टिभी हेर के गर्ने त ल ल भन्नु न एकचोटि दियर लाग्छु अहिले चार्ज चार्ज हुँदैछ नेक्स्ट इयर हाम्रो काम गएर आयो त्यसपछि घर पुग्यो आमालाई खानेकुराहरू पकाएर यताउता गरियो लक्ष्मणको बाबालाई खानेकुरा पकाइ गरेर खुवाइयो ल्याइयो आयो र अडसर घुमेर टक्कै आयो यहाँसम्म आयो बढी पनि हुन्छ हामी चाहिँ बसेर देख्दै छौँ हामी चाहिँ एकदम बल्ल किचनमा गएको छौँ आज कतिवटा आलु मिङ्गी खायो अरे ए पानीपुरी पानीपुरी किन ढिला कहाँ गएको तिमी यार घरै बस्नु यत्रो दिनभरि अनि होइन यो 2 बजे सुत्यो कि आज 2 बजे सुत्यो त्यही भएर 4 बजे 4:30 आएर भात खाउँदा ढिलो भइहाल्छ नि सिंगल लाइफ जस्तो कहाँ हुन्छ दाइ हो कि नि भन्नु पछि थाहा हुन्छ दाइ तपाईँलाई फ्यामिली म्यान भइसकेपछि होइन भयो फ्यामिली म्यान नमस्ते गर ठुलो बाबालाई जिउ गर नमस्ते गर कहाँ ठुलो बाबालाई नमस्ते गर उ हेर न बहिनी आयो लट्यो हेर नमस्ते गर ठुलो बाबालाई हेलो काया भन हेलो भन दाइले माइजु खो है माइजु देऊ न काका तिमीले त मासु हालेन रहेछौ त खाऊ न यो हाल न यो हानी हाल न के हो दामी हुन्छ यो आइटम के कोट्या के भयो मामा हजुर ठिकै छ नि तपाईहरु भात हानिहाल्ने हो क्या अब फाइट खेल ल माइजु फाइट खेल
बहिनीलाई माया गर त के गर बहिनीलाई माया गर कसको चप्पल हो त्यो त्यो सिलाउने गाउँमा बसिराखेर हिँड न घर भनेको अनि मेरो भरे लाएर नाच्नु होइन अनि होइन सिलाइसकेको यहाँ गर्ने तिमी र बाबा त्यहाँ बस्छ यहाँ भित्र गरौँ म यहाँ गीत गाएर गइहाल्ने क्या यता जाने बाहिर जाने होइन ठिकै छ यहीँ गरौँ न खुङ्कार छ नि यस्तामा बिदा गर्न लागि के अलिक पर गर सबैलाई अब आफ्नो गाडीमा बस्नु आयो हुन्छ क्या होइन गीत गाउँदै गर्दै यस्तो गर्दै हिजै बस्नु लागि भाइ आज जति हिजै मनाइसकेको के लाउने साइडर हान्नु नि त त्यो स्ट्रबेरीको जुस हान्नु नि त अनि सोटिनीको यहाँ फेरि के भन्छ खानु कसलाई उसको त अनि तातिने कुरा खाएको छ यहाँ ला के हो भित्र छ भित्र ओ देमा यसको छोरी ल्याइदिनु र रुन आँटिसक्यो यसको छोरी ल्याइदिनु र रुन आँटिसक्यो काया काया मेरो बर्थडे हो मेरो बर्थडे हो ह्यापी रबिन गाडीमा गएको छौ तामी कसको बर्थडे हो आज अनि के भन्ने बाबालाई के दियो बाबालाई गिफ्ट के दियो भन न नदिने पैसा दिने सेन्ट दिने रे यता हेर न टाइमी खुट्टा झाडा तल म्यानरमा बस्छ यता हेर त्यता हेर मम्मीलाई हेर न टाइमी हेर न कति राम्रो देखेको बा गबरे त हेर्छ म देख्छ त के नुहाउने गरे फोटोमा पनि राम्रो देख्दो रहेछ Happy birthday to you. Happy birthday, dear Sanjay. Happy birthday to you. यो त भएन नि त हाँ? यो त भएन नि त अहिले आँखातिर पड्क्यो भाइ छोड्दैछ त गर त्यो अघि त हामीले अघि निकालिदिइसक्यो क्या हो Happy birthday, dear Johnny. Happy birthday to you. फेरि चम्ची टाइमी कसको बर्थडे हो अनि के दियो बाबालाई खै माया गरेको जबरजस्ती दिइहाल्छ
बर्थडे आउँछ यता हेर न सानो यता हेर न तायो यता हेर न खाँदै पनि हाम्रो दिदीको चाहिँ कहिले हो साइलीको साइलीको अस्ति गइसक्यो 24 भयो ल ह्यापी बर्थडे हकी गर न बाबालाई कियानलाई पनि गर मा अहिले चाहिँ गर्ने कायालाई अब त्यस्तो भिडियो गर्नु आए त मलाई म आफै उयो बनाइहाल्थेँ तपाईँ पनि रबिन जस्तो जोइ खाने बाँधेर कति रुपियाँ दिए हेरिहाल्नु है बेना ए दाइ रबिनले अस्ति खाली दिएको थियो मलाई पुरा भेना ह्यापी बर्थडे भन्दै खाम दियो होइन खाम त खाली रहेछ तर झन्न मैले सोल्टीको खाम चाहिँ अर्कै गोजीमा राखेको थिएँ क्या फेरि अनि पत्ता लाग्यो शङ्का लाग्ने मान्छे यता अलि शङ्का लाग्ने मान्छेको चाहिँ छुट्याइहाल्ने हो मेरो भान्जीलाई सुखमा राख्नु है खैनु छिटेर लाग्ला यो तन्नरतिर यार ह्यापी बर्थडे खाना लाएर दिनु हुँदैन देखाएर दिनुपर्छ या देखायो यहाँ लेखाउने खाना लाएर देखौ भने त ह्यापी बर्थडे टुरुरु के हो रे ए ल अरे यार नानाले छुट्याउँदो रहेछ नानाले यार राईकोमा त दिँदो रहेछ हाम्रोमा चाहिँ दिएन हौ नानाले साँच्ची हो यार खान पाए जस्तो गर कोठामै बसिरहेको थियो यार हो यार मेरो बर्थडेमा आएको थिएन हौ नाना यार खै गिफ्टहरू पनि त के हो सेलरोटी किन्दै गऱ्यौ न ओहो सेलरोटी खायो गाई बर्बाद जिन्दगी यार खाँदैन के गल कोटा उड्नु नख परेर हैरान भइसक्यो त अलिकति खुवाइदियो जस्तो होइन ह्यापी बर्थडे तपाईँलाई तपाईँको ढाँचा दिएको चट्ट निभाएको छ फोटो सोटो भिडियो खिचेको छ मैले यहाँ भिडियो खिच्दैछु छु सबको युट्युबमा हालिदिन्छु अनि सबले हेर्ने ल ओए रबिनको गिफ्ट ले न यहाँ ए रबिनको गिफ्ट खोइ होइन देखाउनु पर्यो भिडियोमा यार कहाँ रिटर्न्स अफ द डे त्यो मेरो मात्रै गिफ्ट होइन के यहाँ त्यो त रबिन मिराज हेमकलाको तीनजना गिफ्ट हेरौँ न यहाँ रबिले दिएको देख्यो अब हामी फेरि त्यही के त्यही दिने अनि फेरि मिराजले भाइ थ्याङ्क यू बहिनी मिराज अब यो घरमा अर्को पालि आउँदा के नयाँ देख्नु चाहन्छ त्यसले के बनायो भनेर बहिनीहरू है हामीले त देखेनौँ त त्यही त देखेन त रबिनको गिफ्ट तेरो गिफ्ट देखिन अघि सबभन्दा सुरुमा खै नि हामीले देखेनौँ हुँदैन त्यस्तो मेरो देखाउनु हुँदैन तपाईँले आश गर्नुहुन्छ फेरि बर्थडे फेरि तपाईँले पनि बनाउँछु अघि गर अघि सुकु लाग्यो बसेको छ जस्तो
छैन अब जाने हो क्या फुपू ल अब जाने हो क्या उयो केक बाद बोजूलाई केक बोलिदिनु नि बोजूलाई यस्तो ल्याङल्याङे हो यो फुपू यार मातो क्या हो नमात्नु क्या तपाईँ जे पाइदै खाएर आम्मो हिरो नि आजका यो सुन्नु लागिसक्यो म यार आम्मा ठिकै छ आफै माग्दै खाँदै जान्छ टाइमी रमाइलो भयो रबिन ब्रोले दियो तयार दन क्या के नखाने मान्छे हो क्या दाइको बर्थडे भाइले पनि दरो दिँदैछ त यार लु सन्जित जाई ह्यापी बर्थडे टु यु बा बहिनी दाइ ल सबैजना बाहिर बोक्नु सक्दैनौ ह्यापी बर्थडे बाई बाई बाई